हेलो साथीहरु नमस्ते। आज एउटा सूचना तथा सन्दर्भमा कुरा गर्न गइरहेको छौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप समेत वित्तीय लगानी निवारण सम्बन्धमा एउटा निर्देशन जारी गरेको छ। सो निर्देशनमा विभिन्न कुराहरू उल्लेख भएको छ। अब खरिदकर्ता तथा बिक्रीकर्ताले मालपोत कार्यालयमै केवाइसी अपडेट फारम चाहिँ भर्नुपर्ने देखिन्छ। अबदेखि कारोबार गर्दाखेरि घर जग्गा खरिद बिक्री कारोबार गर्दाखेरि बैंकिङ कारोबार गरेको हुनुपर्ने हुन्छ। अबदेखि 10 लाखदेखि 50 लाखसम्मको कारोबार गर्दाखेरि बैंक थ्रुबाट कारोबार गरेको हुनु पर्यो। 50 लाख भन्दा माथिको कारोबार गर्दाखेरि गुड फर पेमेन्ट चेक मार्फत खरिदकर्ताले बिक्रीकर्तालाई पेमेन्ट गर्नुपर्ने हुन्छ। अबदेखि बैनाबट्टा गर्दाखेरि 10 लाख भन्दा माथिको पेमेन्ट गर्छ भने स्थानीय तहबाट प्रमाणित गरेको हुनु पर्यो र बैंक थ्रु पेमेन्ट गरेको हुनु पर्यो, बैंकिङ कारोबार गरेको हुनु पर्यो र एकै दिनमा कुनै खरिदकर्ता अथवा बिक्रीकर्ताले जग्गाको कारोबार गर्दाखेरि कुनै खरिदकर्ता अथवा बिक्रीकर्ताले चाहिँ 3 करोड भन्दा माथिको कारोबार गर्छ भने 3 करोड भन्दा माथिको कारोबार छ भने सम्बन्धित कार्यालयले उक्त विवरण चाहिँ नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा जानकारी गराउनु पर्ने भन्ने उल्लेख गरेको छ। त्यस्तै गरी शंकास्पद जग्गा कारोबार गरिरहेको छ भने त्यसको जानकारी पनि सम्बन्धित मालपोत कार्यालयले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा उपलब्ध गराउनु पर्ने भन्ने निर्देशन जारी गरेको छ। त्यसै गरी यो चाहिँ के गर्नलाई नेपाल सरकारले यति कडा नियम लागू गर्यो भन्ने सन्दर्भमा नेपाललाई फाइनेन्शियल एक्सन टास्क फोर्स FATF ले केही समय अगाडि ग्रे लिस्टमा राखेको थियो। उक्त कुरालाई चाहिँ नेपालले सम्बोधन गर्नको लागि ग्रे लिस्टबाट हटाउनको लागि चाहिँ सो नियम लिएको देखिन्छ र यसले कालोधन चाहिँ नियन्त्रण गर्ने, जग्गाको वास्तविक मूल्याङ्कन, वास्तविक कारोबारको चाहिँ वास्तविक कारोबार देखाउने र राजस्व सङ्कलनमा पनि पारदर्शिता ल्याउने देखिन्छ। त्यसै अवैध कारोबारहरूलाई पनि रोक्छ भन्ने विश्वास सरकारले लिएको देखिन्छ। आजलाई भर्खर आएको लेटेस्ट सन्दर्भको छोटो भिडियो यही अन्त्य गर्न चाहन्छु। फेरि नयाँ भिडियो लिएर आउनेछु। हस्त नमस्ते।